एक साधारण भारतीय गाउँमा जन्मिएका चन्द्रमोहन जैन, जसले सेक्स र आध्यात्मिकताको बीचको सम्बन्धलाई नयाँ दृष्टिकोणबाट प्रस्तुत गरे। सेक्स र आध्यात्मिकता बीच कुनै विरोधाभास छैन, बरु यी दुवै जीवनको उत्सवको रूपमा अपनाउनुपर्छ भन्ने तिनै चन्द्रमोहन ओशोको नामले परिचित छन्। सामान्य गाउँमा जन्मिएका ओशो को थिए? उनी किन विश्वभरि रजनीश भगवानका नामले परिचित छन्? यिनै विषयसँग जोडिएर ओशोका अनौठो जीवनीका बारेमा विश्लेषण गर्ने प्रयास गर्नेछौँ आजको टिएनबी भिडियोमा। ओशोको जन्म 11 डिसेम्बर 1931 मा भारतको मध्य प्रदेश स्थित कुचडा नामक गाउँमा भएको हो। यो गाउँ भारतको एक ग्रामीण इलाका थियो जहाँ प्रकृतिको छायाले वातावरणलाई सुन्दर बनाएको थियो र जैन धर्मको ठूलो प्रभाव यो गाउँमा रहेको थियो। कुचडाको वातावरणले ओशोलाई जीवनका गहिरा सवालहरूमा सोच्न र विचार गर्न प्रेरित गर्यो। उनका पूर्वजहरू जैन धर्मका अनुयायी थिए र यसले उनको बाल्यकालमा जैन परम्परासँग गहिरो जडान गरिरहेको थियो। भारतको समाज र संस्कृति 1930 को दशकमा ब्रिटिस उपनिवेशको अधीनमा थियो र यस समयमा भारतीय समाजमा राजनैतिक र धार्मिक परिवर्तनका लहरहरू उठिरहेका थिए। ओशोको जन्मको समयमा भारतका विभिन्न भागहरूमा आध्यात्मिकता र सामाजिक परिवर्तनका अभियानहरू सक्रिय थिए। यस वातावरणले ओशोलाई प्रश्न गर्ने, नयाँ विचारको खोजी गर्ने र नयाँ तरिकाबाट सोच्न प्रोत्साहित गर्यो। उनको जन्मको समय भारतको ब्रिटिस शासनबाट स्वतन्त्रता प्राप्त गर्नका लागि सङ्घर्ष गरिरहेको थियो र जीवनका विभिन्न वर्गहरूको नयाँ विचार र चेतना फैलाउन थालेका थिए। यो युग परिवर्तनको समय थियो जहाँ युवा पिँढीका बीचमा सामाजिक सुधार र आध्यात्मिकता प्रति गहिरो चासो देखा परेको थियो। चन्द्रमोहन जैन नाम राखिएको ओशोको बाल्यकाल जैन धर्म र भारतीय संस्कृतिसँग गहिरो जडान राख्ने समय थियो, जसले उनलाई धर्म र दर्शनका गहिरा प्रश्नहरूमा सोच्न र जीवनको सत्यका बारेमा गहिरो अनुसन्धान गर्न प्रेरित गर्यो। ओशोका पिता बाबुलाल जैन र माताजी सरस्वती जैन दुवै जैन धर्मका अनुयायी थिए। उनका बुबा कपडा व्यापारी थिए र आमा गृहिणी थिइन्। ओशोको पारिवारिक धार्मिक र सांस्कृतिक दृष्टिकोणले उद्धार र प्रगतिशील थियो। ओशोको लालन पालन एक यस्तो वातावरणमा भएको थियो जहाँ उनलाई सधैँ आफ्ना विचार र भावनाहरू अभिव्यक्त गर्ने स्वतन्त्रता दिएको थियो। परिवारले उनलाई कुनै पनि प्रकारको धार्मिक र सांस्कृतिक बन्धनमा बाँध्ने प्रयास नगरेको थियो। यसको विपरीत उनले सधैँ प्रश्न गर्ने, अनुसन्धान गर्ने, आफ्नै अनुभवका आधारमा सत्यको खोजी गर्न प्रेरित पाएका थिए। ओशोले आफ्ना आमाको गहिरो आध्यात्मिक रुचिलाई सम्मान गर्थे। उनकी आमा एक गहिरो भक्त र साधकी थिइन्, जसले उनलाई ध्यान र भक्तिको महत्त्व बुझाउन मद्दत गरिन्। बाबुलाल जैन उनका पिता पनि ओशोका जिज्ञासु प्रविधिलाई प्रोत्साहन गर्थे। उनका बुबा सामान्यतया धार्मिक परम्परामा आधारित थिए। उनीहरूको विचारधारा प्रगतिशील र उदार थियो। ओशोको जीवनमा मातापिताको योगदान महत्त्वपूर्ण रह्यो, जसले उनलाई धार्मिक परम्परालाई चुनौती दिने र आफ्ना वास्तविकता खोज्नका लागि प्रोत्साहन गर्यो। ओशोको शैक्षिक यात्रा उनका बौद्धिक र आध्यात्मिक विकासको महत्त्वपूर्ण हिस्सा थियो। उनले प्रारम्भिक शिक्षा गाउँको सामान्य विद्यालयबाट प्राप्त गरे, जहाँ उनी सानैदेखि आफ्नो अद्वितीय जिज्ञासा र गहिरो सोचका कारण प्रसिद्ध भए। उनले बाल्यकालमा नै धर्म, दर्शन र जीवनका गहिरो प्रश्नहरूको उत्तर खोज्न सुरु गरेका थिए। उनले पुस्तकालयमा समय बिताउने गर्थे र विश्व साहित्य र धर्म ग्रन्थहरूको अध्ययन गर्थे। ओशोले जबलपुरको डीए जैन कलेजबाट दर्शन शास्त्रमा स्नातक गरे। यहाँ उनले पश्चिमी दर्शन र भारतीय आध्यात्मिकता बीचको अन्तर सम्बन्धलाई बुझ्न थाले। उनले प्लेटो, कान्ट, नित्से र बुद्धका विचारहरू अध्ययन गर्दै आफ्ना विचारको विकास गरे। ओशोको गहिरो अध्ययन र बौद्धिक क्षमताले उनलाई शैक्षिक क्षेत्रमा विशिष्ट स्थान दिलायो। पछि उनले सागर विश्वविद्यालयबाट दर्शनशास्त्रमा एमए गरे, जहाँ उनले पश्चिमी तर्कशास्त्र र पूर्वीय आध्यात्मिकताको बीचको सेतु बनाउनका लागि गहन अनुसन्धान गरे। ओशोको विद्यार्थी जीवन विद्रोह र प्रश्नको भारमार थियो। उनले सधैँ कक्षामा रहेर शिक्षकहरूको विचारलाई चुनौती दिन्थे। उनले शिक्षा प्रणालीलाई यान्त्रिक र मात्र ज्ञानको भण्डारको रूपमा देख्थे।
त्यसको विरोध गर्दै आध्यात्मिक शिक्षाको महत्त्वमा जोड दिन्थे। उनका अनुसार वास्तविक शिक्षा भनेको आत्मसाक्षात्कार र सत्यको खोज हो भन्ने भनाइ थियो। ओशोको बाल्यकाल अन्य बच्चाहरूसँगको तुलना गर्दा अत्यन्तै भिन्न र फरक थियो। उनले सानै उमेरमा गहिरो धार्मिक र दार्शनिक प्रश्न उठाउन थालेका थिए। ओशो सानैदेखि ध्यानको अभ्यास गर्न थालेका थिए। उनका लेखहरूमा यसबारे गहिरो चर्चा गरेको पाइन्छ। उनले ध्यान, श्वास नियन्त्रण र मानसिक शान्तिको प्रयोग गरी आत्मिक आनन्दको अनुभूति गर्न थाले। उनका अनुसार ध्यान भनेको जीवनको गहिरो अर्थ र आत्मा खोज्ने यात्रा हो भनेर भनेका छन्। ओशोको बाल्यकालमा उनले धार्मिक कर्मकाण्ड र परम्परागत विश्वासहरूलाई चुनौती दिइरहेका थिए। उनका अनुसार धर्म केवल बाह्य संस्कारहरूको पालना मात्र होइन, बरु आन्तरिक जागरण र साँचो सत्यको खोजी हो। उनले भनिरहेका थिए, भगवानलाई मन्दिरमा कैद गर्नु भनेको उनलाई सीमित गर्नु हो। ओशो कुचडाको हरियाली र शान्त वातावरणमा आफूलाई गहिरो जडान महसुस गर्थे। उनको भनाइ थियो कि प्रकृतिसँगको जोडानले जीवनको गहिरा अर्थलाई बुझ्न मद्दत पुर्याउँछ। उनले प्रकृतिलाई साँचो मन्दिरको रूपमा सम्झेका थिए। यसैले उनी सधैँ प्रकृतिमा घुम्न जान्थे र त्यसलाई ध्यान र आत्मसाक्षात्कारको साधनको रूपमा प्रयोग गर्थे। ओशोको आध्यात्मिक यात्रा बाह्य गुरु र ग्रन्थबाट प्रभावित हुनुको सट्टा एक गहिरो आत्म अनुभवको परिणाम थियो। 21 वर्षको उमेरमा ओशोले जलपारुवामा एक रात ध्यानको गहिरो अवस्थाको अनुभव गरे। यस अनुभवलाई उनले मोक्ष वा आत्मिक मुक्तिको अवस्था भनेका थिए। यस घटनाले ओशोको जीवनलाई गहिरो रूपमा परिवर्तन गराइदियो र उनले आध्यात्मिक खोजको यात्रा थप प्रोत्साहन गर्यो। ओशोको विचारमा जीवनको साँचो गुरु भनेको आत्मा आफै हो। उनले भनेका थिए, मेरो कुनै गुरु छैन, म आफै आफ्नो प्रकाश हुँ। उनले ध्यान र आत्म साक्षात्कारको माध्यमबाट प्रत्येक व्यक्तिको अन्तर्दृष्टि बढाउनको महत्त्वमा जोड दिएका थिए। ओशोले जीवनलाई एक उत्सवको रूपमा लिने र आध्यात्मिक यात्राका लागि गतिशील ध्यान, प्रेम र उत्सवको आध्यात्मिकता र जीवनलाई समग्र रूपमा अपनाउने जस्ता अवधारणाहरू प्रस्तुत गरे। यसले पश्चिमी र पूर्वी समाजमा समान प्रभाव पारेको थियो। ओशोको लागि कुचडा केवल एउटा जन्मस्थल मात्र नभई आध्यात्मिक जन्मथलो थियो। उनको भनाइमा, यो गाउँले मलाई प्रकृतिको गोदमा विचार गर्न सिकायो। यसैले उनका लागि यो स्थान आध्यात्मिक महत्त्वको अतुलनीय थियो। उनले आफ्नो परिवारसँगको सम्बन्धलाई शारीरिक नाता मात्रै होइन, एक गहिरो आध्यात्मिक सम्बन्धका रूपमा व्याख्या गरेका छन्। ओशोको जीवन र शिक्षाले विश्वभरका लाखौं मानिसहरूको जीवनमा गहिरो प्रभाव पार्यो। उनले रजनीश नाम प्रयोग गरेर विश्वका देशहरूमा आध्यात्मिक शिविरहरू स्थापना गरे र अन्यायहरूको ठूलो समुदाय बनाएका थिए। उनका शिक्षकहरूले मानवता, प्रेम, स्वतन्त्रता र जीवनको अर्थपूर्ण पक्षहरूमा नयाँ दृष्टिकोण प्रदान गरे। ओशोको जीवन एक गहिरो आध्यात्मिक यात्रा थियो जसले मानवता र जीवनको गहिरो प्रश्नहरूको उत्तर खोज्ने विद्रोह र जिज्ञासाको संयोजन प्रस्तुत गर्यो। उनका विचारले आधुनिक समाजमा धर्म, राजनीतिक र सामाजिक परम्पराको पुनः मूल्याङ्कन गर्न प्रेरणा दिएका छन्। ओशोको शिक्षाले आज पनि लाखौं मानिसहरूलाई आत्म र सत्यको खोजीको मार्गदर्शन गर्दै आएको छ। आजको भिडियो रोचक र गहिरो जानकारीले परिपूर्ण थियो। ओशोको जन्म, शिक्षा र परिवारका बारेमा केही अविस्मरणीय कुरा हामीले आजको भिडियोमा समेट्यौं। यस भिडियोमा ओशोको जीवन, आरम्भिक पक्ष र उनका विचारको पहिलो झल्को पाउनुभयो, तर यो केवल सुरुवात हो। ओशोका अन्य आकर्षक र चमत्कारी विचारहरू, ध्यानका नयाँ विधिहरू र उनका विचार अनौठा पहलहरूको बारेमा हामी अर्को भिडियोमा अझै थप जानकारी दिने नै छौँ। हामीसँग यात्रा गर्न यस भिडियोमा सहभागी जनाउनुको लागि तपाईलाई धेरै धेरै धन्यवाद। अर्को भिडियोको लागि पर्खनुहोला। हामीसँग यो अद्भुत यात्रा जारी राख्नुहोला।